चाहिँ अब फेरि एक दिने क्याम्पिङ परिवार हो है। एक दिने क्याम्पिङ चाहिँ यसरी जाँदैछौँ। ए ड्राइभर म साइलो भने ड्राइभर म कान्छी। ए पछाडिको भागमा चाहिँ सोफी र सेरी छ। कान्छी बुहारी ड्राइभर। कहिले आउने हाम्रो परिवारको एक दिने पिकनिक स्पोट चाहिँ यो हो। हामी एक दिने पिकनिक स्पोटमा आइसकेका छौँ र यहाँ आफू के कार्यहरू भइरहेछ। आफूले के गर्नुपर्छ भन्ने कुरो। कसैले त घरबाट ल्याएको केकहरू काटिरहेको छ। अनि यता बहिनी यता भाउजू खानाहरू व्यवस्था भइरहेको छ। कुखुरा उतापट्टि पोल्नुहोस् न। यता बारबिक्यू अब यो हाम्रोबाट ल्याएको हो पनि। यो हाम्रोबाट ल्याएको रहेछ। यता भाउजूले ल्याउनु भएको नुन। यता भाउजूले ल्याउनु भएको यसरी नानीहरू। अब यहाँदेखि हाइकिङ यता उँभो जाँदाखेरि माथि पनि छ। यता जाँदा पनि हाइकिङ छन्। यो स्पोर्ट चाहिँ एकदमै राम्रो छ। यो स्पोर्टको लागि एकताल थम्सेकको लागि एक दुई शब्दमा भनिदिनुहोस्। प्लेयर नेसनल पार्क हो यो। एक सेडहरू छ हैन। अनि खेल्ने ठाउँहरू पनि छ नानीहरूको लागि। यो चाहिँ बेस्ट हो। जत्रै फ्यामिली आए पनि साथीभाइ जति आए पनि कार पार्क टक्क छ। पानीमा पानी छ। एकदमै राम्रो। एकदम राम्रो। धन्यवाद। आमा यता बसिराख्नु भएको छ। यहाँ हो नानीहरूसँग एकछिन रमाइलो गर्ने। एक दिने पिकनिक लागि सबैको लागि एकदमै राम्रो ठाउँ छ है यहाँ चाहिँ। अब हाम्रो यतापट्टि सुँगुर पाक्दैछ भने यतापट्टि चिकन। यहाँ चिकन पाक्दैछ। हाम्रो कान्छी बहिनी चाहिँ यहाँ आगो फुकिरहेको अवस्था छ। चिच्ची पोल्नुको लागि। यता भाउजू ठिकै मासुहरू मसारिरहेको अवस्था छ। अनि यहाँ चाहिँ यो युट्युबे कान्छा चाहिँ यसरी कुदिरहेछ। हाम्रो जेएनजी ग्रुपका नेता हुनुहुन्छ यहाँ मौसम। कस्तो लाग्दैछ त आज दोस्रो चोटि हो नि हामी यहाँ आएको। कस्तो लाग्दैछ यहाँ यसो आजको भर्खर सेटअप हुँदैछ। भर्खर सेटअप हुँदैछ। राम्रो हुन्छ। राम्रो हुनेछ भन्ने पक्कै आशा लागिरहेछ है। आशा छ हजुर। जहिले अब नराम्रो त कहिले भएको छैन तर पनि अब राम्रो जे भए पनि राम्रै मानेर मनाम हैन। धन्यवाद। जेएनजी ग्रुपको नेता मौसमजुलाई धन्यवाद। एरन भान्जाको के छ? केही छ भन्नु? केही छैन। अब यहाँ सबै जेएनजी ग्रुपलाई आज के अरे सखर खेलाउने होला नि त होइन? खेलाउनु पऱ्यो नि त। क्याप्टेन हो नि त हाम्रो जेएनजी ग्रुपको। ल धन्यवाद। यता हाम्रो मनिलज्यू के छ? केही छ भन्नु? भन्नु त केही छैन। हाम्रो गायक हो अब फ्युचर सिङ्गर हो उहाँ चाहिँ। केही छ यसो एक दुई शब्द राख्नु नि त। यो अब हामीहरू यहाँ पहिले आएको थियौँ। हजुर राम्रो भएको थियो। अब यसपालि पनि पक्कै राम्रो हुन्छ होला भन्ने आशा छ होइन? हजुर। धन्यवाद हाम्रो मनिल सरलाई। ल अनि मोकलोमा आउनु भएको छ। गाईहरू चाहिँ यस्तै हो नि यस्ता नाथे भनेर हजुर लात्नाले हानेर एकदम रमाइलो छ। आफ्नो काम गरिरहेको अवस्था छ यहाँ। परिवारको पिकनिक चाहिँ भर्खर आएर यो सुरु गर्दैछौँ। ठ्याक्कै 9 बजे नि टाइम भयो। भर्खर 9 बजेको छ। 9 बजेको आइरहेको छ यहाँ।
अस्ति क्यान्टिनको उब्रेको मैले मैले पनि भिजेछु नाना चाहिँलाई ल्याउनु लागेको उलेको छ नाना चाहिँले हिँडेकै सुसाएर त 12 बजी मात्रै हुन्छ होला भन्दै ल्याउनु ला दिनको प्राप्ति भनेर नाना चाहिँलाई भने अझै फ्यामिली आइसकेको छैन। अहिले पाक्यो त नि चिकन अन्तारे काइला यता फेरि काम छ। अहिलेको चाहिँ फेसबुकको थियो, अब यो चाहिँ यो हो भाइ म खान्छु त भाइ। यसरी चाहिँ हाम्रो परिवार एकदम इन्जोय गरिरहेको अवस्था छ। उतापट्टि पोर्क पाएछ, यतापट्टि चिकनमा अहिले बेस्ट सर्भिस दिनुहुने हाम्रो भाउजू माइलीलाई धन्यवाद। अनि यो यसरी चाहिँ चिकन हाम्रो चाहिँ पाकिरहेको अवस्था छ, भाउजू माइलीले सर्भिस दिइरहेको अवस्था छ। अनि यता पोर्कहरू यसरी चाहिँ व्यवस्था भइरहेको छ। हाम्रो भाउजूहरू सबैजना भाउजू बहिनी कान्छी बहिनी अनि यहाँ मिठो मिठो केहरू यो चाहिँ म खान्छु, अलिकति राखिदिए बहिनी कान्छालाई। हामी 6 भाइ 2 बहिनी, 1 बहिनी मात्रै मिस हुन्छ जहिले पनि। जहिले यसरी नै हिँड्छौँ परिवारहरू चाहिँ है। यतापट्टि चिकन पाक्दैछ भने अब यतापट्टि पोर्कमा साइला खटिराख्नु भएको छ अनि काइली भाउजू खटिराख्नु भएको छ। पोर्क चाहिँ यस्तो छ है त, पोर्क अघि पनि देखाएको थिएँ। पोर्कमा हेर्नु पाक्दैछ, सकिँदैछ। साइला आज आएको तपाईँको एकदम खटिराख्नु भएको छ। के छ साइलाको पोर्कमा खटिराख्नु भएको छ? दुःख लागेको छैन नि? मन दुख्छ छैन नि परिवारलाई? यत्रो पनि पैसा त तिरेको छैन। ल धन्यवाद साइलाको। ल अब म पनि अलिकति खानु पऱ्यो नि त हौ। पोर्क भनेको के हो त? यस्तो पोर्क भनेको चाहिँ पकाउने पोसेखान, बाइङ भाषा पोसेखान। अब यसरी खानु पऱ्यो नि त हौ। झन्नै मिल्दो रहेछ बाइङ भाषा र यहाँको इङ्ग्लिस भाषा, झन्नै मिल्दो रहेछ। हामी पोसे खान्छौँ भन्छ भने उता पोर्क भन्दो रहेछ, झन्नै मिल्दो रहेछ भन्दै थोरै छ्यासै खान्छौँ है त्यो साथीहरू। ए कुन अम्ला उठ्यो? यो पो उठाउनु पर्थ्यो त। इभन के छ हाम्रो जेएनजी ग्रुपको लिडर, सेकेन्ड लिडर उहाँ हुनुहुन्छ। फर्स्ट यता भने यता सेकेन्ड लिडर यता हुनुहुन्छ। के छ आजको पिकनिक कस्तो छ? रमाइलो छ? 1 डे पिकनिक? यो एरिया कस्तो लाग्यो? अरू जो ठुलो फ्यामिली हुनुहुन्छ नि उहाँहरूलाई आएर यहाँ इन्जोय गरिदिनु भन्नुहुन्छ कि के भन्नुहुन्छ? यो ठाउँ राम्रो रहेछ होइन होइन भन्दै हाम्रो इमानजाली बाइङ राईलाई धन्यवाद। यता हाम्रो जेएनजीको थर्ड लिडर यता हुनुहुन्छ सेरिन राई। केही छ यति शब्द भन्नु? आजको यो पार्कहरू कस्तो लागिरहेछ हजुरलाई? दामी छ। अरू ठुलो यस्तै हाम्रो जस्तो परिवारहरू यहाँ आउनु भन्नुहुन्छ कि नआएको ठिक छ? यहाँ आएर रमाइलो गरिदिनु, ठुलो परिवारको लागि यो ठाउँ ठिक छ। धन्यवाद धन्यवाद हाम्रो जेएनजी थर्ड लिडर सेरिन राईज्यूलाई।
यसरी हाम्रो परिवार हाम्रो जेठाबु दाल साथसाथै चिया पनि आइहाल्दो रहेछ। How do you feel? I feel very great. Okay, this park is good for big family. Good for big family. Very Ah. big family. So what do you suggest for big family? Come and enjoy this park. If you have Big family, big family come this. and you have a lot of kids, go to the playground there. Ah, Have fun. thank you, thank you. What's your name? What is your name? Amish Bayung. Right. Good, thank you. खै विष्णु त छ नि त ए काममा जानुपर्छ ठिकै छ काम त छोड्नु भएन विष्णु ल धन्यवाद हजुर आज अङ्कलले यसो यहाँ गरिदिनु भयो जुटाउनु भयो आजको दिनमा धन्यवाद अङ्कललाई जुटाउनु चाहिँ अन्तिममा गएर मै हो भन्नु न हर्के साम्पाङ जस्तै पकाउँछ भने चारवटा भनेपछि हामी यसरी इन्जोय गर्छौँ मेरो एउटा 15 हामी 6 भाइको 2 बहिनी 6 भाइ 2 बहिनीको 2 जना ज्वाइँ 1 जना यहाँ हुनुहुन्छ हाम्रो मोहन गौतम हुनुहुन्छ भने यता माइला बुको जेठा ज्वाइँ अनि यता हाम्रो त भाइ भाइको हाम्रो 6 जना परिवारको बहिनी कान्छी बहिनीको ज्वाइँ 109 बाट खेल्यो भेरी गुड जब भाइ छोटो शब्दमा आज कस्तो हुँदैछ आजको पिकनिक 6 7 8 भन्नुहुन्छ 30-35 हुँदैछ यहाँ अब 40 41 42 43 एकैछिनमा उहाँले अब त्यसको जवाब दिनुहुनेछ है त आजको पिकनिक बापन्न खेल भन्दै अब आजको हाम्रो एक दिने पिकनिक कस्तो हुँदैछ ज्वाइँलाई यसो दामी मौसम दामी छ अब एकछिनबाट खानपिनमा अब किचनमा काम गर्नेले बिरयानी बनाएर ठ्याक्क ल्याइदिनुहुन्छ यहाँ ल्याइदिनुहुन्छ अनि हामी बसेर खाइन्छ अनि फेरि खेलिन्छ अनि त्यस पछाडि चाहिँ हिँड्न गइन्छ यहाँ मजाले माथि हाइकिङ गइन्छ माथि चट्ट गइन्छ अनि घर फर्किन्छ आज रमाइलो एकदम भनेपछि अब तपाईँ ठुलो फ्यामिलीमा पर्नुभयो यस्तै ठुलो फ्यामिलीलाई यहाँ आउनु सुझाव दिनुहुन्छ कि केही हामी हप्तै पछि आउँदा पनि केही फरक पर्दैन ठुलो फ्यामिली चाहिँ आउनु पर्यो है ठुलो सानो जे आए पनि भयो अट्ने रहेछ दुईजना युगल जोडी आए पनि भयो अट्ने रहेछ है जति नै पुरै गाउँमै आउँदा पनि हुन्छ हौ यहाँ त सेक्टरको नि पिकनिक गर्ने पनि हुन्छ जी सेक्टर एल सेक्टर यहाँ चाहिँ आएर टेनिस खेल्ने ठाउँ पनि छ कि सेक्टर आएर टेनिस कम्पिटिसन गरेर जाँदा पनि हुन्छ टेनिस खेल्ने ठाउँ चाहिँ कता पो हो कोर्ट ए यता क्रिकेट खेल्दा नि भयो गोल खेल्दा गोल खेल्ने ग्राउन्ड पनि छ जै गरे पनि हुन्छ ल धन्यवाद मैला फ्याँक्न चाहिँ पाइँदैन यहाँ आफ्नो मैला चाहिँ सरक्क टिपेर झोलामा लगेर जानु मैला गर्ने काम चाहिँ पटक्कै हुँदैन ल धन्यवाद ज्वाइँ ल थ्याङ्क यू हाम्रो उहाँ चाहिँ मोहन गौतम ज्वाइँ हुनुहुन्छ कान्छा हाम्रो फ्यामिलीको कान्छा ज्वाइँ हुनुहुन्छ ल यहाँ चिकनको कुखुराको रोस यता भाउजूले खाइराखेको छ कान्छीले कान्छालाई सोधिरहेको छ के खाने किनामा खाने कि के खाने भन्दै घिनामा अरे पाहाडको छुट्टेको घिनामा भन्दै चाहिँ हाम्रो राईको नेचरल छ सब्जी यता क्यामेराम्यानले यता हेर्नु पर्यो क्यामेराम्यानको चाहिँ भेराइटिज स्टाइल छ छेउमा यता यो दिलाइदिने यता हितैसी सल बुहारी आत्मीय साथी यो चाहिँ पोर्क अरे बुढीले बनाउनु भएको अरे यता बहिनीको अरे यो चाहिँ होइन यता यो किनिमे माइली भाउजूको अरे अनि यो तिते कसको हो यो गुन्द्रुक पनि माइली भाउजूको यहाँ पास्ता यहाँ बु देखाउँछ यो पास्ता चाहिँ भाउजूको अरे विभिन्न स्टाइलको छ हामी 6 भाइ छौँ एकदम रमाइलो भएर चाहिँ एक दिने पिकनिक भए पनि
यो अस्ति क्याम्पिङ 3 दिने गयौँ आज 1 दिने क्याम्पिङ एकदम रमाइलो भएको छ सबैजना आइदिनु भएछ रमाइलो छ यो ठाउँलाई सबैजना तपाईँको ठुलो फ्यामिली छ अथवा सानै फ्यामिली भए पनि यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ यो पार्क कुन ठाउँमा भन्नुहुन्छ भने चाहिँ कुन ठाउँमा भनेर सोध्नु होला म त्यहाँ लेखेर पठाइदिउँला एड्रेस है भन्दै ल भन्दै यता तल पार्कहरू उता गाडीहरू देखाएँ मैले अलिकति अनि त्यसो गर्दाखेरि फर्काएर लिएर फेरि यता नै यहाँ कान्छीलाई अलिकति कान्छी यहाँ हेर त कान्छी हेर यता हेर्नु कान्छी यता हेर ए कस्तो छ यसपालिको पिकनिक फ्यामिली पिकनिक ल सबैजना अगाउँदै होला यहाँनिर हाम्रो निरजन भाइ के छ खबर आजको 1 दिने पिकनिक कस्तो छ रमाइलो भइरहेछ रमाइलो हजुर बुहारी त आएन होला बुहारी घरैमा पूजाले गरेर आउने ल धेरै धेरै धन्यवाद हेलो धन्यवाद भाइ चम्सी यहाँ छ भाइ थ्याङ्क यू यसरी यसरी देख्दै गरिरहनुपर्छ कि अघि मैले भन्दै थिएँ नि लाइभमा होइन ठ्याक्क आउँछ भनेको आइपुग्यो भने You feel good? Yeah? Are you sure? 100%? Okay, thank you. यतापट्टिको चकिलो होइन एक दिन पिकनिक सरी गर्दै बसौँ परिवार कति सारा छुट्टिन्छ थाहा हुँदैन तर यता चकिलो यहाँ माइलाबुको नातिनी मेरो नातिनी हो माइलाबुको जेठी छोरीको छोरी हो माइलाबुको नातिनी मेरो नातिनी ठिक छ एकदम ल्याउँ खाउँ खानुपर्छ पिकनिकमा आएको कसले उठायो औ what's wrong there? अन्तारे उर्दाले अन्तारे चाहिँ भरे उठेर जाँदा त नेपालको यो Bro, he called me liking it. Can you make a game, please? I'm tired. Can you make a game? बसेको पार्क वरिपरि ऐसेलहरू पनि एकदमै फल्दो रहेछ है यहाँ को हुनुहुन्छ भने हाम्रो काइला हुनुहुन्छ यो माथि बान्चोकको झेम्पा ऐसेलु यता अन्तारी हुनुहुन्छ यो त ऐसेलै हो नि होइन नि यो त यो त खासै त झेम्पे ऐसेल हो हाम्रो भुटानमा पनि हुन्छ नि यो त्यही त भुटानको बान्चोकमा यही हो खासै चाहिँ अलिक ठुलो यसलाई झेम्पे ऐसेल भन्छ अलिक ठुलो हुन्छ पछाडि कस्तो दामी छ यो चाहिँ अब यो चाहिँ त्यही पार्कमा पाइन्छ है त्यो अघि भनेको पार्कमा अब हामी बिस्तारै यसरी उँभो लाग्दैछौँ यो चाहिँ फेरि टिम्बुर भन्छ यसलाई चाहिँ यो टिम्बुर है यो फलेपछि यस्तो सुँग्नु त टिम्बुर हो कि होइन बु अन्तारे बु यो त होइन हो र छ टिम्बुर यसरी नै हामी बिस्तारै यो पार्कको उकालो ओह्रालो जाँदैछौँ धेरै माथि पुग्छौँ यो पार्क हामी दोस्रो पटक हामी भ्रमण गर्दैछौँ होइन बु दोस्रो पटक तर यहाँ चाहिँ पानी सुकेछ नि त अब बर्खा लाग्यो अस्ट्रेलियाको चाहिँ नेपालको चाहिँ हिउँदो अपोजिट हुन्छ यहाँ चाहिँ बर्खा लाग्यो यो माछाहरू पनि केही पाइँदैन होइन बर्खा लागेको होइन बु बर्खा लाग्यो पानी सुक्यो नि त अब
यसरी हामी एकैछिन माथिसम्म पुग्छौँ है त यो खोलाको। तपाईँको यो अस्ट्रेलियामा अहिले 40-45 को घाम लाग्छ, तर पनि यस्तो हरियाली अहिले पनि छ भनेपछि यो एकदमै राम्रो ठाउँ छ। यहाँहरूको परिवारहरूले भिजिट गर्नु सक्नुहुन्छ है त। तल कमेन्ट हान्नु होला, युट्युबमा आइजर युट्युब च्यानलमा कमेन्ट हान्नु होला। त्यसमा चाहिँ म कुन ठाउँ रहेछ भनेर ठ्याक्कै एड्रेस दिउँ ल। कालो वकिङ भइरहेछ यहाँ। रिम्ला जस्तै छ नि यो त। 40 को घाममा पनि यस्तो राम्रो छ है। हामी चाहिँ पोखरी जस्तो ठाउँमा आइपुगेको छौँ है त यहाँहरूमा। हाम्रो मम्मी आइपुग्नु भएको छ यो पोखरीमा। अब हेर्नु त माथि बान्चोको निगाले डाँडा कैलासे डाँडामा भाता बजाइरहेको अवस्था छ। आमाहरू यहाँ हुनुहुँदो रहेछ। यता हाम्रो झिल्कु गाईहरू कता गयो आमा? यता फुपाले लगेर जानु भयो यता उँभो। ल ल यहाँ पोखरी रहेछ। साइला खै साइला कान्छी त हराइ गयो त। कान्छीको त नामै हरा त। खै त कान्छीको नाम भिडियो गर्ने पनि यहाँबाट भिडियो त्यसो भिडियो टाउकोहरू चाहिँ हुनु पऱ्यो, खुट्टाहरू जतासुकै जाओस्। ल ल ल कहाँ त खिच्दिनु कि भिडियो भिडियो भइरहेछ ए चलिरहेछ। अँ हजुरको मुस्कान त हजुर एकचोटि फेरि मुस्कान दिन्छ अब यस्तो यस्तो अन्त कस्तो राम्रो भाउजूको मुस्कानमा फिदा भएको नि त ऊ हेर्नु आम्बुसाला फिदा हुन्छ। राम्रो आएर थङ्को 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 भन्छ। यसलाई चाहिँ थङ्को भन्छ। निकाल्यो अन्त कुरी कुरी गर्छ त दुनियाँले। कस्तो दामी ठाउँ रहेछ यो परिवारको लागि चाहिँ है। ज्योति भाउजू, साइली भाउजू, साइला बुबु, बहिनी, आमा होइन काइला यसरी गइराख्नु भएको छ। कस्तो दामी चाहिँ आमा छोरी ठुलो बहिनी हुनु यस्तै मजा हुन्छ होला। कस्तो लाग्छ आमासँग सँगै हिँड्दा बहिनी? 5 मिनटको बाटो छ, 1 वर्षमा हिँड्नु पाइन्छ सँगै। विदेश यस्तै हो है। अब यहाँ वकिङ हामी छोटो वकिङ हो। मान्छेहरू कता कता गयो, अघि फ्यामिली कता गयो भन्ने चाहिँ थाहा थिएन, तर म जता जाँदैछु यहाँ यतै रहेछ। मेरो परिवारहरू पछाडि छन् अनि अगाडि पनि छन् है त। जरु यहाँ पिउरालाई पासो थाप्नु गइरहेछ। फोटो सेसन को हो क्यामेराम्यान आज? कतिजना पालो हिँड्दा हिँड्दा त यहाँ क्यामेराम्यान को रहेछ? यो ठाउँ यति राम्रो रातभरि बस्नु जस्तो ठाउँ कैलासे डाँडा भन्थ्यो होइन। कैलाशमा बसेको डाँडा। कैलाशमा गाई गोठ लान्थ्यो हाम्रो माउली कोपाहरूले होइन। त्यस्तो ठाउँ रहेछ। गाई पाल्नुपर्छ होला नि बु। कैलासे डाँडा जस्तै ठाउँ रहेछ।
कालिस पिउराम पनि छ होला नि त वर्षको छैन यहाँ साइलारमा अगाडि छ माइला ज्वाइँहरू कता पुग्यो त्यो थाहा छैन कहाँ हुन्छ थाहा छैन एकछिन चाहिँ जाउँ न यहाँ सखुवाको रुख रहेछ है ए माथि त के हो म थाहा छैन यो चाहिँ हेर्दाखेरि सखुवा रहेछ कति अग्लो रुख रहेछ यो चाहिँ ढ्याङ्ग्रे सल्लाह हो यो ढ्याङ्ग्रे सल्लाह भन्दै हुनुहुन्छ हाम्रो साइला बुले यस्तो सुटिङ गर्न आउनु भने कति मजा आउँछ सुरिलो सुरिलो रुखहरू रहेछ है यो त घर बनाउनु भुटानमा काटेर घर डाँडा यो डाँडा बोलोहरूको लागि कति राम्रो हुन्छ नि यो चाहिँ भोटे आइसलु भन्दै हुनुहुन्छ साइला बुले म त घ्याम पाइसलु भोटे आइसलु पाक्दाखेरि पनि त्यस्तो त्यो भोटे फेल भनेको कालो कालो ठुलो पाक्दा टिका खानु मिठो हुन्छ ठ्याक्कै फल लाग्यो नि त अहिले त त्यो यो भोटे आइसल यो यस्तै हुन्छ भुटानको त्यो भोटे जेल भन्ने अब पाक्यो बिस्तारै फल लाग्छ हो त फल लाग्यो ए फल लागिसक्यो नि भयो पाक्नु पो बाँकी रहेछ हरियो अब यो ठुल्ठुलो हुन्छ अनि त्यहाँबाट कालो भएर पाक्छ ए टिप्दाखेरि हातमा पुरै कलरै लाग्छ रङै लाग्छ सबै यतापट्टि पनि ऐँसिलो बाटो मुनि बाटो माथि सबैको ऐँसिलो रहेछ बु यहाँ त यो त कति बेला त पाक्छ भनेपछि यो पाकेको बेला आउने हो अब सुरु हुँदो रहेछ अब फेरि आउनुपर्छ बु यो 2-3 महिना पछाडि पाक्छ यो चाहिँ हिउँले खाएको रुख जस्तो देख्दो रहेछ हिउँ पर्ने ठाउँमा यस्तै हो हिउँले खाएको यो चाहिँ ऐँसिलो चाहिँ कति राम्रो हो रुख बाँधा चढ्ने कति राम्रो रुखहरू हाम्रो परिवार सबै पारिपट्टि होला त्यो बोली सुन्दै हाम्रै नेपालीको छ बाँदरले यहाँ नेपालमा हुने नि दुःख दिएर बिजोग पर्छ नि दुःख दिएर बिजोग बनाएको जस्तो यो बनाएको त होइन नि बनाएको त होइन आफै आएको नि अनि यो त लेखै हो कि अब कति राम्रो लेख जस्तै यो माथि के हो यो सखर खण्डै छ त नि जङ्गली सुटिने हो पालिस पिउरालाई पासो थाप्ने ठाउँ चिल्लो चिल्लो हिमालीको पारामुमा याद आउँछ यो हेर्दा नि त्यो जुन जिल्लाको छुट्टीमा अब हामी पार गरिसक्यौँ अब यहाँबाट घुम्ने अलि माथि 600 मिटरबाट हामी घुम्छौँ माथि साइला बुरुम बिस्तारै जाँदा अब यसलाई त के भन्थ्यो झुसले किराको के पो भन्थ्यो के झार पो भन्थ्यो यसलाई अब हामी बिस्तारै उनिउ घारीमा आइपुगेछौँ उनिउ यस्तो छ साइला बुरुमा चाहिँ उनिउ घारीमा छौँ अरू फ्यामिली अगाडि छ है उनिउ घारी पछि आउनु भन्दै थियो मैले बोली ए पिस त भेटियो होइन बु ऐँसिलो गाडी कति मजा हेर्नु बु ऐँसिलो पाक्नु आँटेको माउरी त घ्याम्पी ऐँसिलोको छ बोट चाहिँ नि हामी चाहिँ जोसेफ फिचर भन्ने ठाउँमा आइपुगेको छौँ यहाँ पनि एकदम राम्रो रहेछ फ्यामिलीको लागि वकिङ हामी चाहिँ साइलारमा यता जाँदैछौँ कहाँ पुग्छ थाहा छैन चारिपट्टिको भाग यस्तो रमाइलो छ है त्यसो थियो साइला यहाँ अगाडि कुदिरहेको जस्तो छ हामी यो पारिपट्टिबाट आएका थियौँ भने फरेस्ट छ तर यतापट्टिको पिस छ रोड चाहिँ तर पनि हिँड्नु पनि वकिङ पनि एकदम राम्रो छ रमाइलो ठाउँ रहेछ है धमिला भने कमिराको ढिकुरा यस्तो हुन्छ यो काठमाडौँतिर नेपालीहरूले चाहिँ भत्काउँछ भने अस्ट्रेलियामा चाहिँ सिंहदरबार कमिलाले बचाइराख्छ है त यहाँ हेर्नु होला ए कति अग्लो छ यो सगरमाथाभन्दा अग्लो छ उचाइ हेलो गाइस हाउ आर यु आई गुड
Hi kids. पापा आमा यहाँ नानीहरू त्यही पार्कमा आइपुग्यो हाम्रो पार्क यस्तो छ आमाहरू माथि कुदिरहनु भएको छ आमाहरू यहाँ आइपुग्नु भएछ म अहिले चटपटे पार्टीमा आइसकेका छौँ मेरो जेठी छोरीले मलाई चटपटे खुवाउँदै हुनुहुन्छ ठिक छ भाउजू अब अन्तिमको अवस्था यस्तो छ है प्याकिङ अप छ यहाँ क्लिन छ है त्यो काउन्सिलले हामीलाई केही भन्नु पाउँदैन क्लिन गरेको छौँ ए आइहाल्छ नेक्स्ट कति पनि यता चिकन पोलेको ठाउँ पनि हामी क्लिन गरिरहेछ हाम्रो साइदाहरूले यहाँ काउन्सिलले केही भन्यो भने यहाँ हामी छौँ होइन हो यस्तो क्लिन छ यो क्लिन यस्तो टक गर्छु जानी नजाने भने इङ्ग्लिसबाट दिएको दिएकै नेपालीबाट दिएकै है बुढीले हराइहाल्छ हो थोत्रे सामानहरू म त स्ट्यान्डर्ड मान्छे त यस्तो थोत्रे नबोकाउनु नि मान्छे भन्नु हुँदैन यहाँ अस्ट्रेलियामा यो बोक्नु बहिनीको यो बोक्नु र बोक्नै पर्ने ए मैले बिर्सिगेँ लुलु बोस बोसले बोकेर जाँदैछ मैलो जति चाहिँ सबै अस्ट्रेलियामा बोसले म्यानेजरले सबैले काम गर्नुपर्छ ओ गयो बोस गयो ओ म्यानेजर गयो हो मैलो बोकेर हलिँदै यता यता कान्छीले भेटाएर मात्रै नभए त कहाँ पत्याउँथ्यो हामीलाई त पत्याउँदैन बच्चाहरूको लागि पनि यस्तो रमाइलो ठाउँ छ है त साथी हो म भित्र बसेर एकैछिन देखाउँछु पैसा तिर्नु पर्दैन यसको लागि ओडाहरू जस्तो छ होइन बाँदर कटेर जस्तो भुटानको है भित्र यस्तो ठाउँ छ यस्तो दामी छ है नानीहरूको लागि हाम्रो कान्छी बहिनी इन्जोय गरिरहेको छ नानीहरू हाम्रो फ्यामिली तल छ यसरी हाम्रो नानीहरू यो चाहिँ बाँदर कटेर भन्थ्यो भुटानमा अब हाम्रो अन्तिम गइरहेछ यो पार्कको परिवार सबै यहाँ इन्भल्भ हुन्छ है त अब नाच्ने नाचिरहेको छ यहाँ भलिबल टिम सखर भलिबल टिम भलिबल अनि यता डान्स पनि गइरहेछ हाम्रो यस्तो राम्रो पार्क छ यो चाहिँ यस्तो जान्छ आइसक्नु भयो यहाँ अब आइसक्नु भयो के अरे गङ्गाजी कता हुनुहुन्छ आउनु यहाँ आन्टीको डान्स अस्तिको अब
हाम्रो अन्तिम यहाँ टुर्नामेन्टहरू गइरहेछ। यो भलिबल टुर्नामेन्ट हो भनेदेखि माथि लग्दरीको टुर्नामेन्ट पनि गइरहेछ। क्यामेराम्यानको नक्सा देख्दै हुनुहुन्छ, यहाँ चाहिँ क्यामेराम्यान हो। यता दर्शक हुनुहुन्छ, यता दर्शकलाई कस्तो छ? रमाइलो छ? रमाइलो त रमाइलो छ। वाउ एक नम्बरलाई, 2 नम्बरलाई, 2 नम्बरलाई, 3 नम्बरलाई, 4 नम्बरलाई, 5 नम्बरलाई, 6 नम्बरलाई, 7 नम्बरलाई कन्टिन्यू गइरहेछ। 8 नम्बरलाई, 10 नम्बरलाई, 10 नम्बरले अहिले फेल गरिसकेको अवस्था छ। 11, 12, 13 नम्बर, 14, 15ले राम्रो दिएको छ। 16, 17, 18, 19, 20, 21, 22, 23, 24 राम्रो छ। 25 नम्बर राम्रो दिएको छ। 26ले झनै राम्रो दिएको छ। 26, 27ले अहिले गल्ती गरेको अवस्था छ। यहाँहरूमाझ म एकदमै क्षमा चाहन्छु। 26ले थोरै गल्ती गरेको अवस्था छ अहिले। हाम्रो हत्तेरिका यता गइरहेछ। आजको क्यामेराम्यान हाम्रो भाउजू अन्तारी हुनुहुन्छ। ढलेमा यहाँ क्यामेराम्यानले दिइराख्नुहुन्छ। आन्टीको जहाँ खतरा अब डेन्जर हुन्छ नि। आन्टी पनि आउनु नि यहाँ। ढलाउनु पर्यो भनेको ढल्नै पाएन, गीतै सकियो त अनि के गर्नु। धन्यवाद हाम्रो क्यामेराम्यान भाउजू अन्तरलाई।
प्रेम खुवालौं मायालाई भेट्न सकेला नाच्न आउनु है तुवा चुम जाया जुम आउनु है तुवा चुम जाया जुम आउनु है तुवा चुम जाया जुम कहाँ जानुभयो खै मनोकल कहाँ जानुभयो मनोकल कहाँ जानुभयो मनोकलको भिडियो चाहियो मनोकल कहाँ जानुभयो कहाँ जानुभयो ए के हुनु त यहाँ आज गाडी पुरै हुँदैन नि बिदाईको पो हात हलाइसक्नु त आन्टीले आन्टीको बिदाईको हात हो ओ बाई बाई अरे Kids enjoy with Kangar as well. Yeah. Bye bye. Oh, गाड़ी में था. Bye bye. ल हे पार्कलाई बाई बाई गरियो सबै नाचिरहेको अवस्था छ सानो नानी पनि नाचिरहेछ हाम्रो यत्रो नानी पनि हेर्नु न आम्मामा सबै नाचिरहेछ एरन पनि नाचिरहेको छ ऊ हेर्नु भान्जा धरी नाचिरहेछ अन्त यहाँ नमरे बाचे दैवले साँच्चै फेरि अर्को साल भेटौँला हामी 3-4 वर्षमा फेरि आएका थियौँ यहाँनिर रमाइलो छ सबै नानीहरू इन्जोय गरेको छ यो पार्कलाई हामी बिदाई गर्दै हामी यो पार्कदेखि बिदा हुन चाहन्छौँ फेरि यही वर्षमा अर्को साल भेटौँला भन्दै हामी बिदा हुन चाहन्छौँ हवस् त आलाङ्गे सेवा चनी नानी सेवा सबैजनालाई अर्को डोले खोइ डोले सोय अर्को डोले खोइ यस्तो रमाइलो हुन्छ हाम्रो बायुङ फ्यामिलीको एउटा एक दिनको पिकनिक पनि यस्तो राम्रो हुन्छ यता ज्वाइँको गाडी छ भनेदेखि हाम्रो गाडी हाम्रो रनुमाक्छ गाडी हाम्रो अन्तारेको गाडी अनि साइलाको गाडीहरू यसरी बसिरहेछ भने हामी अब बिस्तारै हामी बिदा हुन चाहन्छौँ यो चाहिँ लास्ट भिडियो भन्दै हस् त आलाङ्गे सेवा चनी नानी सेवा बु के छ बिरामी हुँदै भयो नि आउनुभयो के छ नखाँदा पनि रमाइलो हुँदो रहेछ होइन नखाँदा पनि रमाइलै छ होइन ल धन्यवाद हाम्रो दले बुवालाई माइला बुवालाई छोडे
छोडेको छैन झिल्केले। साकेलाको बेला किन बस्छौ कान्छी तिरेमा मौरङ्गी फुला टिपेर सिउरी दिउला तिम्रो शिरमा यस्तै रमाइलो फेरि पनि भेट होइन। सिउरी दिउला तिम्रो भयो एकदम रमाइलो छ। साह्रो रमाइलो। हाम्रो ज्वाइँलाई कस्तो भयो आजको? आज साह्रै राम्रो भयो। अझै त्यो समयले पुगेन नभए त भरेसम्म घर जाँदा मौसम एकदम राम्रो थियो, एकदम रमाइलो हो, दामी। आज 36-40 लाग्ने ठाउँमा पनि आज एकदमै मौसमले चाहिँ साथ दिएकै हो, राम्रो थियो। ल धन्यवाद भान्जीहरू सबैजनालाई धन्यवाद। हाम्रो बहिनीको गाडी, बहिनी ज्वाइँको गाडी, भान्जीहरू बाई बाई, सी यू नेक्स्ट टाइम, बाई। ल बहिनी ठिकै छ नि त, रमाइलो छ नि? ल बहिनी बाई। तर युट्युबर आइसकेको अवस्था छ, के छ आजको कस्तो भयो अन्तिमको अवस्थाहरू, के कस्तो छ? दुःख लाग्यो के छ अब हाम्रो जेन्जीको लिडरलाई? एउटा पनि दुःख छैन, एकदम मजा भयो, रमाइलो। भनेपछि बुहारी आएपछि यहाँ रमाइलो गर्नुहुन्छ होला है? बुहारी आएपछि त झन् रमाइलो झकास। हुँदैन। ल थ्याङ्क यू भाउजू के छ भन्नु? मलाई त फेरि कहिले अर्को जनवरी आउँछ जस्तै भयो। ल गुड यता कोही छ केही खुसी छ? सबैजना खुसी नै, यता? खुसी राम्रो रमाइलो थियो। फेरि आउनुपर्छ है त है? हुन्छ। यता के कस्तो भयो आज हाम्रो काइलाको परिवारहरू कस्तो भयो? नआउँ जस्तो लागेको छ, के कस्तो छ? परिवार आउनुहोस् फेरि धेरै रमाइलो छ नि त होइन? धेरै राम्रो नेक्स्ट टाइम आउनुपर्छ है? गुड ओके। यता विष्णु नआएर त ऊ यहाँ तल आएर सुतिरहेको धेरै राम्रो। आउनु भन्यो अलि एन्जललाई पनि आउनुपर्छ। यहाँ क्याङ्गारुहरू, कोलाहरू हुन्छ यता। सबै हुन्छ। वकिङ ट्रेल हुन्छ यता जानुलाई। लेकहरू छ, हाँसहरूसम्म अनि धेरै रुखहरू छ। इन्जोय गर्नुपर्छ है? आउँदा म ट्याम गर्छु। बाई बाई ल बाई ल। अनि अन्तिममा माग्छाको के छ भन्नु? मेरो त गुड छ। अब फ्यामिली आइयो, फ्यामिली हामी सबै रमाइलो गऱ्यौँ। इन्द्र अङ्कलको बिहार चाहिँ कता गयो होइन? पपकान्छको बिहार कताको मलाई थाहै छैन अहिलेसम्म। कहाँ राख्नु भएको थियो त्यो जान्ने कोसिसमै छु। रही भए पनि भन्दै पनि परिवार आइयो, रमाइलो भयो, नानीहरू आयो, सबै रमाइलो गरेर हामी 6 जना हामी सबै आएको थियौँ नि त, सबै रमाइलो भयो। यहाँभन्दा धेरै रमाइलो हुँदैन कि अब योभन्दा फाल्टो फ्यामिली रमाइलो हुँदैन नि त। नेक्स्ट टाइम चाहिँ हामी सबै अझै छुटेको छ हाम्रो परिवारमा सबैलाई समेटेर आएर रमाइलो गर्ने चाहिँ मेरो इच्छा छ भन्ने म चाहिँ त्यो भन्छु अङ्कल। धन्यवाद। नमरे बा चाहिँ दैवले साथ चाहिँ फेरि भेटौँला है त। ओके चाहिँ किम्डा खाएर धन्यवाद। म चाहिँ किम्डा खाएर उनका चाहिँ किम्डा खाएर मक्कले छन् त्यसले तुइने है। हजुर हो नि। रहनु त पछाडि र पस्यो त। ड्राइभर को छ आज? निरुजी हाम्रो ड्राइभरको के छ खबर आज? ठिक छ? ठिकै छ, रमाइलो भयो एकदम हैन। म त यहाँ फेरि आउनु पर्ला यहाँनिर। सोनिया नआएर पो त सोनु नआएर पनि सायद दुःख लाग्यो त। हैन उ आइहाल्छ नि, अरू बेला नै आएकै छ हैन। यसपालि अलिक बिजी भइदियो बट अरू बेलामा ल्याउने छु पक्कै नै। ल धन्यवाद।
यता माइलाबु बिरामी हुँदै पनि यहाँ दबाई खाँदै पनि आउनु भयो केही पनि खानु भएन चिया सिया पनि बेसरी भयो नखाँदा पनि कस्तो हुँदो रहेछ रमाइलो हुँदो रहेछ नाचियो पनि एकछिन अरू केही छ भने नखेल्नु भने त नाचिन्थ्यो धेरै गरेर खेलाइले अलिक अलिकति ल धन्यवाद हाम्रो माइलाबु ल बाई यता हाम्रो प्यारी के छ कस्तो भयो एकदम राम्रो भयो राम्रो भयो अनि नखाँदा पनि रमाइलो रहेछ नि ठाउँ चाहिँ झन् ठुलो परिवारलाई के यहाँ आउनु भन्नुहुन्छ कि नआएको ठिक छ यो यहाँ आएकै राम्रो राम्रो छ नि त होइन ठुलो परिवारले यहाँ आएर सानोदेखि लिएर सबै ठुलो सबै परिपरिको खेल्ने ठाउँहरू रहेछ रहेछ एउटा हाइकिङहरू पनि रहेछ एउटा गाडीको $13 मात्रै तिर्नु पर्दो रहेछ ठिक छ नि त होइन ठुलो परिवारलाई आउनु भन्नु जानुहुन्छ अब नेक्स्ट इयर पनि यही ठाउँमा आउनुपर्छ हामी वान डे पिकनिकको लागि धन्यवाद बुढा थ्याङ्क यू धन्यवाद भन्दै अब हामी बिदा हुन चाहन्छौँ यो भिडियो फुल भिडियो हेर्नु होला यो मेरो गाडी हो अब परिवारको गाडीहरू गइसकेको अवस्था छ अब हामी बिस्तारै जान्छौँ है फेरि यसरी चलिरहेको छ मेरो गाडीले गइरहेको अब लाग्यो यसरी कस्तो भयो आमा आजको पिकनिक रमाइलो छ डासकोलाको भन्दा राम्रो नि अनि डासकोला नाच्छु त के हो त्यसो त डासकोला हेरेछ यता त ठुलै गाउँ हो राम्रो भयो नि के गर्नु र बुझेलाई कस्तो लाग्यो के होला यत्रो कान्छीले दुःख गरेर ल्याउँदा पनि सन्तुष्टि चाहिँ छैन बुढो है धन्यवाद बुढोलाई पनि भन्दै हामी अब बिस्तारै घर लाग्यो है हाम्रो जेठाबु त यसो जिस्किने मात्रै हो उहाँले जे भन्ने पनि खुसी नै हुनुहुन्छ बुबु चाहिँ तर जिस्केको है साथी हो जेठा छैन भने कान्छा हुँदैन कान्छा नभए जेठा हुँदैन अहिले जाने बित्तिकै कान्छा नानी हो दुध खुवाउनुपर्छ जेठा छोरा हो होइन घरमै सुताउनु पर्छ होइन आज माने भाइहरूले सुताउँदो सुत्यो भने सुतोस् न भन्दिनँ जेठा छोरा त घरमै सुताउनु पर्यो नि त कान्छा नानीलाई त दुध खुवाउनु पर्यो अहिले गएर दिनैभरि खाएको अहिले कस्तो साह्रो भइरहेको दुध खाएर राति खाएको त निन्द्राले आमा साह्रो पर्छ सबै अहिले अगन जीवनै राखेको अझै राति पनि दुध चुस्यो भने त मार्छु आमाले कहाँ सक्छ त नि नमनाको मात्रै नि आज रातभरि नै खाने भने त राक्षस पो के भयो निरजनलाई अहिले हामी यहाँको यो गेटमा टिकट तिरेर आएको थियौँ भनेदेखि अब वे आउट यताबाट रहेछ यो हेर अहिले यसो